लाजाडो छ क्या आजमा आज त लाडो छ नि यार यस्तो लाडो छ नि धेरै कहाँबाट हो यस्तो झुकेर मौसम पनि चाहिने जान्छ मौसम त जहिले चेन्ज जान्छ त आज मात्र हाल्यो र जहिले हान्छ त के यसो यसो भने के हो त्यो यार गर्दा यार दिमाग सड्किरहेको छ मैले दारू दारू हालेँ दिमाग सडेको ठिक गर्छ यार एक त पैसा नि छैन यार मैं गरीब हूँ दारू हानेपछि यार दिमाग पनि सड्किँदैन मलाई बरु सुत्नै ठिक छ जस्तो लाग्छ यार यस्तो तर किन चिन्ता चिन्ता त पहिला गाँठ हुनु पऱ्यो न खानुलाई मैं गरीब हूँ त्यो दाइ त्यसै बोले हुन्छ त दारू जहिले जिन्दगी भएको छैन अब यार यत्र टेंशन नहीं लेने का अपुन है ना यो आज त पुरै ल्याएको त यार ला यो रम्रै हो यार पुरी राम खाइदियो नि त यसो स्यान्डविच गरेर कासिर चक्न लिएर आइहाल्यो सक्न त म रेडी नै छ नि सक्न त रेडी नै छ नि छक्न रेडी रहेछ सक्न त रेडी नै छु नि यार तिमीले अघि आउँछु भन्ने बित्तिकै मैले त रेडी पारेर बसेको थिएँ होइन चाउचाउको यार यसो काँक्रा काँक्रा मिसाएर ए रहा नहीं जाता तड़प ही ऐसी है ना यार खाना मन खासै थिएन अब तैँले कर गरिहाली लिएर पनि आइसक्यो आज जिन्दगी पहिलोचोटि भयो तैँले यसरी लिएर आएको पनि होइन हम मालूम है तेरे बाप को मत सिखा यसरी मौसम पनि त्यस्तै छ नि त यार अब खाना त खाइन्छ है खाँदाखेरि चाहिँ अब पछि धेरै कुरा निस्किन सक्छ अब केटीहरूको कुराहरूदेखि लिएर जिन्दगीका अलिक मोडहरू निस्किन सक्छ त्यो चाहिँ कन्ट्रोल हो है फेरि गाह्रो पर्ला त्यतिखेर अच्छा हमको सिखा रिया है यस्तो भयो भाइ केटीको कुरा आए पनि ढुङ्गा जस्तो मन बनाउनुपर्छ केटा मान्छे हो रुनु हुँदैन मनमा यहाँ आउनुपर्छ सिग्मा मेल हो क्या म त सिग्मा मेल थाहा छ सिग्मा मेल आजकल चलेको छ नि थाहा छ के हो हम मालूम है तेरे बाप को मत सिखा हेर्दा त अर्कै मेल जस्तो देखिरहेको छु त अलिक गाह्रो छ म पनि गामा मेल हो गामा मेल यस्ता केटीका कुराले फरक पार्दैन मलाई त कस्तो मेल हो यार गामा भने त गामै हो ल ल हाले यहाँ हल्ला नगरिकन म प्याक चाहिँ एकदम हाल्छु प्याक चाहिँ एकदम चिसो छ होइन अब एकदम प्याक लिमिटेड छ आधी मात्रै लिएर आएको रहेछ होइन फेरि मसँग त त्यो ल्याउनु स्याउने यस्तो हुँदैन होइन म प्याक बनाउँछु त्यो प्याक बनाउँदाखेरि नेट खानुपर्छ यो जल्दी बोल कल सुबह पनवेल निकलना है पानी खाने आवश्यक छैन औषधि उच्चारण गरेर मलाई हल्ला फर्स्ट अफ अलिक कडा कडा खानुपर्छ ल पानी खोइ यार पानी नहाल्ने पानी नहाले नेट मात्र खाए मलाई त धेरै हाल्दै थियो यार होइन यार त्यो ल्याउने मान्छेले अलिक धेरै खानुपर्छ क्या सुरु पछि मिल्छ अब र खाइदिनु लिने लिने अब नेट हो भाइ ल चियर्स धेरै पछि खाइदिन्छ फाइट नाइस कति धेरै हाल्यो लास्ट कडा छ त 2,000 years later. रागै क्या त कहाँ लाग्छ यार अहिले कहाँ लाग्छ अनुहार लाग्यो होइन नि बोलीले थाहा हुनुपर्छ लाग्यो नलाग्यो बोली छैन मलाई लाग्यो बाँकी नि रहेछ मेरो अझै मलाई लाग्नै बाँकी छ नि अझै भ्याउँछ होला अझै यत्रो बाँकी छ नि तेरो दाइले ल्याएको खान रीति नै खान्छ भाइ खानु मेरो ज्यान भने जसै खान्छ मलाई यो दारू खाँदा खाँदा त मलाई यार एउटा गीत याद आयो नि जिन्दगी बेगम बुझे रहेछ कहिले आफ्नो मान्छे टाढा भइदिने त्यसरी होइन कि गाउने यसरी हो जिन्दगी बेगम बुझे कहिलेका फर्कन होला
अल्लाह माफ करे, बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर दिया। लाज झ्याप भइसक्यो जस्तो छ। हो यार यो गीत नगा यार, मलाई पुरानो कुराहरू याद आउनु थाल्यो, उनको याद यार। अल्फा अल्फा मेल भनेन पुरानो कुरा त के याद आउँछ र अब? म सिग्मा मेरो अल्फा त होइन नबिर्सिनु। म त गामा हो, गामा। ल ल ठिक छ, अल्फा सिग्मा मै हो। टाउको हाने यार मलाई त याद आउनु थाल्यो यार, उसको याद। कसको याद आउनु थाल्यो? उसको याद आउनु थाल्यो, मलाई के गर्ने होला यार। फर्कतिर यसरी गाउनु कि फर्कन्न होला अब म हो कि, अनि सम्झन्जुला भया। मैले यो सम्झन्जुला भन्ने बित्तिकै यो गीतले मलाई उनको याद दिलायो मलाई। तँलाई त अहिले भर्खर दिलाउँछ, मलाई त चढायो कि दिलाउँछु, जहिले दिलाउँछु त्यो गरेर खानु भन्दा मलाई नखानु बेस लाग्छ। याद होइन, बेयाद आउँछ नि। याद आउँछ। दूरी मजबुरी नबढाउन मलाई बुझे हात नाल यस्तो इमोसनल गीत नगाए। तँसँग दूरी बढाएर घटाएर जे गऱ्यो नि के भयो त? अर्कोसँग दूरी नजिकिसक्यो होला, अर्को त चाहिँ दूरी दूरी भनेर रुँदै बाँच्नु आएको। मेरो त दूरी मात्र होइन, मैले साँचो माया गरेँ नि त उसलाई त मैले रियालिटी मनदेखि माया गरेँ नि त। अब उसलाई त म दारू खाँदा झन् धेरै सम्झिन्छु। औरत का चक्कर बाबू भैया, औरत का चक्कर बहुत बेकार होता है। दारू खाँदा सम्झिन्छ? दारू खाँदा चाहिँ अलिक धेरै सम्झिन्छु, किनकि अरू बेला त मजबुरी भइसक्यो अब। हो ठिक हो, ठिक समाएर आफूलाई तेरो मायालाई सल्युट छ यार। चल बस, रुलाएगा क्या? दुनियाँले र उसले नबुझ नि तिमीले चाहिँ मेरो माया बुझ्दो रहेछौ, धन्यवाद छ है तिमीलाई। ठिक छ। तिम्रो गालो केसको मजायामा हरायो। के हो, याद आयो क्या तिमीलाई पनि? मलाई नि आयो, लास्ट याद आउनु थाल्यो। तिम्रो पनि दिल टुटे जस्तो छ नि त, हो? हो यार, दिल टूटा मेरो यार। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। मेरो दिल टूटा त जन्मै नि थिएन होला यार। कति वर्ष भयो? म त्यही वर्षको 23। तेरो दाइ 25 वर्षको, तेरो नुहारको भात खाएको मान्छे तेरो दाइ, बुझिस्? ए याद आयो। हो यार दोस्त, मेरो चोखो पिरिममा टुट्या हो यार, चोखो। किन जुठो हालेतिर त्यसमा जुठो? तैँले त्यस्तो भन्न मिल्छ? मलाई जति रक्सी लाग्यो नि म उसको बारेमा गलत भन्न र सुन्नु सक्दिनँ। मैले चोखो माया गरे हो। हाय हाय, इतना सुकून। म रेस्पेक्ट गर्छु। रेस्पेक्ट र जुठो आदर गरेर धोका दिए बापत रेस्पेक्ट गरेर आउँछ है। कति धोका दिए बापत रेस्पेक्ट हो? साला ये दुख का खत्म नहीं होता बे। अब धोका दियो भन्दैमा अब उयो बारेमा कसरी नराख्नु भनिदिनु सक्छु यार। एक न एक बारे माया, अब रेस्पेक्ट माया थियो यार। अब म भन्दा नि पागल गर्नु रहेछ जस्तो हो।
कसले पागल गर्यो तँ पागल तँ भाते तँ गधा अरे त रिसाइस धेरै सिरियस भइसक्यो है यसै म बाबु त नरिसा है म तँलाई एउटा गजल सुनाउँछु सुना न है आलिसान जिउँछु जिन्दगी कसैको प्यार चाहिएन आलिसान जिउँछु जिन्दगी कसैको प्यार चाहिएन मलाई तिम्रो हालखबर चाहिएन समाचार चाहिएन हेर यो तेरै लागि है यो तेरै लागि हामी छुट्टिँदा हाँसेर बिदाई माग्न सकियोस् भो दिलसँग दिलको कुनै कारोबार चाहिएन चल बस रुलाएगा क्या भन्ने हो दोस्त बिन्दास बस्ने हो त तैँले धेरै राम्रो गजल भने थ्याङ्क्स यार धेरै राम्रो एकदम तैँले मेरो गजल राम्रो मानेको तँलाई पनि धन्यवाद छ तर मैले उनलाई साँच्चै माया गर्थेँ कि तर छोडेको है मेरे को तो ऐसा धक धक हो रहा है गर्नु त मैले पनि साँच्चै माया गर्थेँ नि गर्नु साँच्चै गर्थेँ सर्वस्वरै दिएको थिएँ नि दिन त होइन के गर्नु अहिले चाहिँ अर्कैसँग चाहिँ करोडपति अब चाहिँ रोडपति हुन परेछ कुकुर जस्तो हिँड्न परेछ त्यही भएर म त अब यस्तो केटीसेटीतिर लागेन होइन दारू खाएको बेला भनेर साँच्ची हो यहाँ यस्तो केटीसेटीतिर लागेन है म त अब सपनातिर लाग्यो अब ठिक छ मैले अब मोबाइल हुन्छ एउटा प्रीति नाम गरेको केटी आगोमा त फेसबुकमा बोल्नु थालेको छ एकदम मायाको कुरा गर्छ मन त्यतै लागेपछि मोबाइल हुन्छ होला यार त्यो कृति भनेको रातो ड्रेस लगाएको वालपेपर होला अब त्यो त खासमा भन्न मन त थिएन तँलाई फेरि फसल जस्तो लागेको थियो है अब दारू खाएको झोकमा कुरा चाहिँ खुसी रहेछ गरे त्यो त हाम्रै भाइ नमरेको हो नि त नमरेको भाइको आइदियो नि त त्यो त फेकाइटी बनाएर त्यो चाँडे होला क्या हो त जिन्दगी बेगम रहेछ मुझे जडाहरू त्यो जान सक्दैनन् अब त भ्याइ सुत्ने हो अब सुत्यो पनि बाय बाय गाइस को शेट ठोक दीजिए महाकाल का धमाके लाकर शेट ठोक दीजिए 5000 लौटे दिख जाना चाहिए ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ अब मन त तैँले नबसेको के हो जिन्दगी बेगम रहेछ जिन्दगी बेगम बुझेकै रहेछ कहिले कहाँ कहिले मैले मेरो डाइलो पनि अर्को सबले नजिकिसक्यो होला अर्को पाउँदैन अब अर्कोसँग दुरी बढाएर हो कि घटाएर हो त माथि त बढिसक्यो त माथि त बढिसक्यो यार ये हाल्नु पर्छ क्या माथि चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अफामेल भन्ने मान्छे याद आयो यो डाइलेक्ट हान्नु त पाइयो नि कता यसरी पहिला नि मुम्बई गएको भएर चाहिँ म कहाँ कहाँ पुग्थेँ यसरी उसलाई सोध्नु